हेलो एभ्रिवान, सेवा नमस्कार। धेरै धेरै स्वागत छ सबै मेरो युट्युब फ्यामिलीलाई। धेरै समयपछि छोटो भ्लग लिएर आज उपस्थित भएकी छु। आजको यो भिडियो हाम्रो परिवारको निकै खुसीको क्षण हो। थुलुङ राई संस्कार अनुसार मेरो देवर र देउरानीको सगुन अथवा इङ्गेजमेन्ट सम्पन्न भएको केही सुन्दर झलकहरू तपाईँहरूमाझ प्रस्तुत गर्दैछु। हाम्रो संस्कृतिमा सगुन केवल दुईजनाको सम्बन्ध जोडिने दिन मात्र होइन, दुई परिवारबीच आत्मीयता, सम्मान र विश्वासको नयाँ यात्रा सुरु हुने विशेष अवसर पनि हो। र यतिखेर भने चाहिँ बुवा मम्मी सासू ससुराले चाहिँ हाम्रो देवर देउरानीलाई आशीर्वाद दिँदै हुनुहुन्छ। सबैले हाई भन्ने भएर बस्ने हुनु बोले हमको जो मैंने itu pohon kok आजको लगन पहाड को माथि जानु बाउल टिका त हो अब यति बेला चाहिँ बुवा मम्मीले टिका लगाएर आशीर्वाद दिइसक्नु भएको छ। टिका तथा आशीर्वाद दिने क्रम जारी रहेको छ। दाजुभाइ, आफन्तजन, छरछिमेकी सबैजना आशीर्वाद दिन उपस्थित हुनुहुन्छ। उहाँहरू आतुर पनि हुनुहुन्छ टिका लगाइदिन तथा आशीर्वाद दिन। यति बेला चाहिँ अग्रज पुर्खा बजु हुनुहुन्छ। छोरीलाई कपडा लागिदियो यति छिटो यति बेला चाहिँ छिमेकी दाजुभाइ भित्रको सासू ससुराको पालो रहेको छ र आशीर्वाद दिँदै हुनुहुन्छ। Boleh beres siapa di pening tongkolning kan? Mana mihon dulu kita kena nak ठिकै छ मम्मी कान्छीले ठेसी गरेको छ खिचेको पो मम्मी नि त्यही बस्नुमा हुन्थ्यो नि आउँथ्यो कैलाश माम मेना इनो निबिक तल घोडा का निला रे खाएर ने घोडा क्रीम में घेर ने इनो निबिक तल टिका भाइर बोल ना घोडा का निपला रे ए घोडा को मिलो ने भाउजू को घोडा ने हेरम ने भाउजू कथा घोडा मिल्नु आशीर्वाद दिइरहनु भएको चाहिँ हामीले यसरी हेरिरहेका छौँ, भिडियो पनि लिइरहेका छौँ। बहिनीहरू दुईजना, त्यसै मम्मी एकजना बुवा पनि हुनुहुन्छ, त्यसै गरी यहाँ डाकमान्जी अनि दाई छोरी पनि हुनुहुन्छ टक्क होइन। यहाँ सबैजना आफन्तजनहरू हुनुहुन्छ। यसरी चाहिँ हामी टक्क
तीन चुलालाई घेरा मारेर चाहिँ बसिरहेका छौँ घोडाका निमुडा राम्रो होइन आशीर्वाद हो दिने अब सासूको दक्षिणा दुईजना सासूहरूले आशीर्वाद दिइसक्नु भएको छ र हेर्दा तपाईँहरूलाई कस्तो लागिरहेको छ हामी राईहरूको चाहिँ अब घरमा यस्तो शुभ कार्यहरू हुँदाखेरि ख्याल ठट्टा होइन अनि माहौल चाहिँ एकदमै रमाइलो टाइपको हुन्छ तपाईँहरूलाई कस्तो लागिरहेको छ यो पनि कमेन्ट गर्न नबिर्सिनु होला है अब फेरि टर्न आइसकेको छ कान्छा ससुराको उहाँले आशीर्वाद दिइरहनु भएको छ कान्छा दिल्मी है अब 2023 इचीमा वैशाख 30 गते इचीमा पनि हेरेर छ हेर कहाँ कसरी कहाँ एक टुक्रो पानी 2 टन होस् यसरी आशीर्वाद दिन्छु म तपाईले दिदै हुनुहुन्थ्यो लाउनु पर्छ ए देउनी चिम्टी भित्र चिम्टियो कता पिम्टियो कता हो मामु देखेर होला यो दर्ब जसरी बोल्यो उसरी गरी बोलिराख्ने यता हेर्नु कफी र मसिनो छु टिका लगाइदिनु म त कान्छा ससुराले आशीर्वाद दिइसक्नु भएको छ र अबको पालो भने फुपूको रहेको छ मगर खुलुङ हुनुभयो कस्तो नराम्रो मलाई राम्रो निकाल्दै गएछ तपाईँ राम्रो यति बेला चाहिँ थुलुङ भाषामा थेसी अथवा चियापान कार्यक्रम भइरहेको छ साथीहरू दुईजना बहिनीहरू खटिरहनु भएको छ यो बेलामा अब चाहिँ जुठो मिसाउने कार्यक्रम रहेको छ है साथीहरू कसरी मिसाउने एकजनाले खाने अनि जुठोले खाने होला अब त्यही जुठोले यता खुवाउने त होला अलग अलग खानाले झ्याप जुठो लाएर त मजाले
यो जुठो पनि आउने जुठो मिसाउने त्यही नै हो नारायणटामा उठेर ढोकबेटी चलाउनु पर्यो तर आमा उठेर त्यो कलश र मेरा मेसोगुली डुम्ची मेमा जुठो मिसाउने कार्यक्रम सकिएपछि अब भने चाहिँ बिस्तारै फोटो सेसनको कार्यक्रम रहेको छ साथीहरू दुलहा दुलहीको फोटो सेसनपछि दुलहीले लक्ष्मी भित्र्याउने कार्यक्रम रहेको छ थुलुङ परम्परा अनुसार के कस्तो रहन्छ के कस्तो हुन्छ हेरौँस् है त त्यो पहिला खाल माछामा खै त तेलमै यता यसलाई अलिकति तल गर्नुपर्छ यसरी त्यो कलश एउटा माथि हालेर एउटा दाहिने देउरे नै राख्नु अघि त्यहाँ जसरी बस्छ त्यसै गरी यसै गरी यो माथि यो माथि देब्रेपट्टि orang gila भाउजू ओ गीला के धाली ल यता हेर र के मुस्कान दिउ त ल अब कान्छ खेल साथीहरू अब लक्ष्मी भित्र्याउने कार्यक्रम चाहिँ सकियो र अब चाहिँ ढोक भेटको कार्यक्रम रहेको छ र यो चाहिँ दुलहीले दुलहालाई ढोक्नुपर्ने हुन्छ सुरुवातमा त्यसपछि सासू ससुरा हुँदै सबैजनालाई चाहिँ ढोक्नुपर्ने हुन्छ बेहुला बेहुलीले अथवा चाहिँ दुलहा दुलहीले यो कार्यक्रम अब सुरु हुन लागेको छ है साथीहरू उता ठोकिनुहुन्छ होला फेरि सासूलाई पनि त्यही हो अहिले नमस्कार नमस्कार गर्नु हो अब नमस्कार गर्नु वारी हुन सासू हो न होइरहोस् न है मामलाई पनि त्यसै गरी अब चाहिँ उठ्नु अब सक्यो पापलाई चाहिँ अलग्गै है अलग्गै गर्नुपर्छ अलग्गै जिउ गर्नुपर्छ नमस्ते ल कान्छाका त लाम्दी नमा कस्तो पारा छ देल्मीहरूको हामी त के थाहा होला र नि के थाहा हुनु त अरूले त ठिकै लाउँदैन यो नेतापट्टि
Thế là nó sốt rồi mình bỏ Bên này tại vì con thì lọc mà lọc con cái sò lọc bà cậu ấy muốn đi xả Bao sốt cái ra can sang cái kia. Can sang nó phải Can sang cái kia. đi cái đó thì cái đó đi nó về đi thì cái đó sẽ xả sốt lại ta cũng đã được lúc bỏ đó bỏ tôi xả sốt đi ao nó đến với Orang jangan gila chen पर्छ chen भन्ने बाहिर यो देन मलाई साइन सिम्बासी छ एउटा लन Sosora Sosora namaskar. त्यसरी आमा कहाँ रोक्नु पर्छ हो त्यसरी रोक्नु पर्छ साइन नै ठुलो लगाएको सिक्नु बोजूलाई त अलग्गै हुन्छ त गिर्नी त्यो त सासू त छोड्नु पर्यो नि होस् न है अलगै गरौँ न अलग्गै हुन्छ बिहा उहाँ पनि सासु खेल माग्दा टेन्स बे राम्रो खुट्टा है अति राम्रो निवासी हो दाजु काम सधैँ अब फलिराखोस् फलिराखोस् फल्न चाहिँ छिटै फलोस् है छुनु पर्दैन होला त्यति साह्रो कान्दालाई चाहिँ खुट्टा छुनु पर्छ अनि अरू त अलग्गै अब जेठाजुले अलग्गै रेलमै छुँदैन छोराले छुन्छ नमस्कार अलग्गै नै हो के गर्नुपर्छ भयो सासूलाई चाहिँ खुट्टा छुनै पर्छ दिदीलाई त 10 चोटि नमस्कार चाहिँ खुट्टा छुनु लाएर आफैले यो मास्टर खुट्टा खेलो बुनिका बुनिकै कान्छ कुखुरामा पनि चाहिँ खुट्टा छुनै पर्छ हामी त पाप पनि लाग्छ होला है साथीहरू ढोकभेटसँगै थुलुङ राई परम्परा अनुसार देउरा देउरानीको सगुन अथवा इङ्गेजमेन्ट कार्यक्रम चाहिँ सकिएको छ हामी सम्पूर्ण परिवारको तर्फबाट पुनः नवजोडीको वैवाहिक जीवन सधैँ प्रेम विश्वास समझदारी र खुसीले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। साथीहरू तपाईलाई आजको भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।